आज चाहिँ यता थलीमा नि हल्का बिजी भएछ पेट्रोल हाल्न, नत्र त बिजी हुन्थेन। ओके, अब चाहिँ इन्ट्रो हान्नु पऱ्यो होइन। आफ्टर लङ टाइम पछि होइन गाइज आइपुग्यो। सर्जरी गरेको थियो, 1 हप्ता घरमा थन्केर बसेको थियो भनौँ न होइन, निस्किएको थिएन राम्ररी। सो नर्मली चाहिँ निस्किरहेको थियो, राइडमा हिँड्नु नमिलेर। अब चाहिँ अलमोस्ट 80% भिजन आइसक्यो मेरो आएको। अब चाहिँ धन न हो, अब चाहिँ राइडमा जानुपर्ने छ। अब चाहिँ मजा आउँछ यो हिँड्दाखेरि नि, आँखा देख्छ फुल्ली परसम्म। हल्का ब्लड चाहिँ भइरहेछ क्या सर्जरी गरेर। किनभने 2 महिना 3 महिनामा चाहिँ क्लियर हुन्छ भनेर भनिरहेछ डक्टरले पनि। अब नर्मली मान्छेहरूको 1 महिनातिर नै क्लियर हुँदै आउँछ भनेर भनिरहेछ। मेरो चाहिँ अझै ब्लरै छ क्या आँखा चाहिँ। राति हिँड्दाखेरि हल्का गाह्रो चाहिँ हुन्छ, किनभने लाइट आउँदाखेरि त्यो भनौँ न अलिकति चकिलो नै फाल्छ क्या लाइटहरू चाहिँ। अरू त सबै ठिकै हो, टाढाको पनि देखिरहेछ होइन। अब हिँड्न मजा आउँछ राइडतिर जाँदाखेरि नै। अब यसो परतिर भ्यूहरू हेर्दाखेरि नै वा चक्किरहेछ भन्ने थाहा हुन्छ नि त। अब आज चाहिँ हामीहरू धापड्याम जाने भनेर बसिरहेछ। सरोज गएकै छैन अरे अहिलेसम्म, गइदिउँ भनेर भनिरहेको थियो। बोसलाई लिन जानु पऱ्यो यताबाट म होइन, घरमा ल्याएर उसलाई घरबाट पिकअप गरेर म केटाहरू भाडामा जान्छु। यता मामा घर भन्ने रिसोर्टमा रहेछ केटाहरू, हिजो त्यहीँ बसिरहेछ। अलिकति ओभरै भएछ नि केटाहरूलाई, त्यही कारणले हिजो त्यहीँ बसिछ। अब केटाहरू फेरि खाएपछि राइड गर्दैन नि त, त्यो त ठिकै छ। घर गएको छैन रहेछ, त्यहीँ गएर बसिरहेको रहेछ। छैन अहिले लाउँदाखेरि अन्धकार देख्छ क्या। ब्यागमा छ। चेन बिग्रिएको छ मेरो, चेन बिग्रिएको छ है। बिस्तारै गर्नुपर्छ, मुनिपट्टि होला। रेडी भएको छैन क्या हो? त्यसो भए त के जानु त यार? त्यसो भए हामी चाहिँ जाँदै गर्नु पऱ्यो। अब गएर कुर्न पर्ने जस्तो अल्छी केही हुँदैन। खोइ जाने हो, झ्याप लगाएर चाँड जाने आउने हो नि त। केटाहरू रेडी भएको छैन जस्तो लाग्यो, गएर उठाउनै पर्ने जस्तो लाग्यो। भनेपछि यतै नै बस्छ केटाहरू, उठेन भने चाहिँ स्योर हो। फ्रेस त हुनुपर्ने हो, अघि बिहान त नआएर बसेको जस्तो देखिरहेको थियो। केटाहरू पनि के गर्छ हो। गर्मी छ यता नै रहेछ केटाहरू। उठ्या रहेछ नि त, रेडी भएर रहेछ नि त। कस्तो जाम भएको। दामी चक्की क्वालिटी वे टु मामा घर। ए हो मामा घर चाहिँ कन्सर्ट हुनु लागेको छ 30 मा। टोपाहरू बसिरहेछ टक्क लाएर। हाम्रो बोसको पारा चाहिँ कडा भएर छ है त्यहाँनिर। कडक भएर छ बोसको पारा। भाषण दिइरहेछ पुरै दिइरहेछ पुरै। खाने गरे यार, यतैनिर लिएर आइदिएर नानीहरूले त फेरि। यहाँ थोमाको भ्लगमा जसले पनि हेरिरहनु भएको छ सबैजनालाई सब्सक्राइब गर्नुहुन्छ, गरिदिनु भनेर पुनः अनुरोध गर्न चाहन्छु। बिएस तामाङबाट। अनि तपाईँहरूले मलाई माया गरेर तपाईँहरूले नि धेरै साथ दिने भएको छैन छन्ने ठाउँमा त, तर अहिले मलाई दिन्छ भन्ने आशा छ। जसले हेरिरहेको छ यहाँ बिएसएस तामाङ जाने युट्युबमा सर्च गर्ने
अनि हेर्ने अब यहाँ हामी 1-2 वटा गीत गाउनेछौँ यसो रमाइलो गरेर हामी यहाँबाट निस्किन्छौँ है अब निस्केपछि देखाउँला हस् त धन्यवाद आफ्टर लङ टाइम पछि अफ रोड इन लगाइरहेको छु मेरो बाइकमा चाहिँ सिन्धुपाल्चोक पर्ने हो त्यो छ नि त्यहाँनिर राम्रो राम्रो रिसोर्टहरू कटेजहरू छ क्या बस्नै पऱ्यो नि त्यहाँनिर क्या तर महँगो छ तर राम्रो छ क्या पुगार भएपछि के को टेन्सन होइन उसलाई गाडी पठाइदिनु बाइक त्यहाँ छोडिदिनु 2 जना आइहाल्छ स्कुटीमा हुन्छ हुन र ल निस्किए ठोकेछ त कहिले ठोक्यो तिम्रो फुट्यो अगाडि ल निस्क्यो यताबाट निस्क्यो हामी लेट्स गो पार्टी टु नाइट ल जाउँ गर्मी चाहिँ लास बढिरहेछ क्या यहाँबाट निस्किएको अहिले चाहिँ हामी अलमोस्ट अब यहाँबाट निस्क्यौँ बाटोमा के हुन्छ कस्तो हुन्छ रमाइलो कता जाने अन्त छिरिङ आज सही बात सही हो यो बाटो चाहिँ मलाई सही लाग्छ क्या दबाउँदाखेरि चाहिँ सिधा होइन यो पोइन्ट चाहिँ राम्रो छ केटाहरू आउँदैछ नि अब भएछ भने चाहिँ हामी गागल फेदी भएर निस्किनु पर्ला किनभने यताबाट अफ रोड छ क्या मुनिबाट नै अफ रोड छ फेरि स्कुटी पनि छ साथमा होइन फेरि खल्डाङमा अति गाह्रो होला के भनेर क्या अब स्कुटी सोलो चाहिँ सोलो नै हो हेरौँ अब एकलट केटाहरूलाई सल्लाह गर्नु पर्यो त्यहाँ पुगेर के गर्ने भनेर कस्तो मजाको देखेँ क्या धेरै पछि हिँडेर होला होइन मजा आउँदै थियो पहिलातिर हामीहरू उपरतिर जान्थ्यो माथितिर हिँडेर बौद्धबाट हिँडेर त्यहाँसम्म जान्थ्यो फर्किँदाखेरि हिँडेर बौद्ध जान्थ्यो मजाको छ पहिलाको मेमोरी नि अब तर पहिलाको जस्तो छैन सुन्दरी जल होइन पहिलातिर चाहिँ छ्याङ गाजाले लास्टै फेमस भएको अहिले चाहिँ त्यस्तोहरू अलमोस्ट छैन अब छ्याङ भनौँ न स्पेसली छ्याङै छैन क्या मान्छेहरूले पनि अरूबाट किनेर उयो गर्दो रहेछ क्या किनेर बेच्दो रहेछ अनि काम लागेन नि त यहाँबाट सिधै सुन्दर जल हो धेरै मिनट 10 मिनटको बाटो हो यो बाटो जानु चाहिँ अलपोट आइपुग्यो हामी चाहिँ पहिला चाहिँ मैले बजार पेन्समा काम गर्दाखेरि यता घरै थिएन कि योहरू म भनौँ न हप्तामा 3 चोटि 4 चोटि आउँथ्यो यति साह्रो डेभलप चाहिँ थिएन क्या तर यो ठाउँ चाहिँ लास्टै डेभलप भइसक्यो पहिलाको हेरेर क्या पहिला आउँदाखेरि चाहिँ अलमोस्ट गाउँघर जस्तो थियो कि यो चाहिँ अफरोड आयो यसमा चाहिँ उफार्न चाहिँ उफार्ने क्या हल्का भएर होला एमटीमा चाहिँ लास्टै उफारिदिने ब्याग भन्दा नि चेस्ट गार्ड चाहिँ लगाएर आउनु पर्ने रहेछ त्यो अस्ति नै भर्खर किनेको थियो अफरोडमा त स्कुटीमा लास्ट गाह्रो हुन्छ नि तान्न चाहिँ तान्छ तर उफार्न चाहिँ उफार्छ नि लास्टै यो बाइक त उफार्छ अनि हल्का छ नि त उफार्छ अनि त्यो स्कुटी त भुरुक पारिहाल्छ सिङ्गलमा त तान्न त मजाले तान्दो रहेछ त्यो स्कुटी डिओ चाहिँ डिओ नै हुँदो रहेछ क्या मजाले तान्दिने क्या लास्ट टाइमको मेरो डिओ पनि राम्रो थियो भनौँ न त्यो पुरानो चाहिँ चोरिहाल्यो मराहरूले नत्र त्यो पनि कडकै थियो मलाई चाहिँ लास्ट मिसै छ त्यो स्कुटी चाहिँ कम काम दियो मलाई त्यो स्कुटीले मजाको बनाएको छ कि यो आलोपोर गागल फेदी चाहिँ क्या पछि गएर रिङ रोडै भनेर भनिरहेको थियो यो चाहिँ यो बाटोहरू चाहिँ अब के हो कुरा थाहा भएन होइन रिङ रोड चाहिँ रिङ रोडै भनेको छ अब बनाएछ नि राम्रो नि होइन ठुलो नै हुन्छ नि एरिया दामी हुन्छ नि डेभलप भएको राम्रो माथि नपाउन सक्छ भने केटाहरू कुदाउन हतार छ अब हिँडिदिनु पऱ्यो अब मतलब छैन अब हजुर
हजुरहरू ढापज्यामतिर आउनु लागेको रहेछ भने टक्क लगाएर यतातिरबाट गालफेदीबाट किनेर लाँदा हुन्छ है। माथितिर पाए पनि अलिकति महँगो पर्छ, चिसोहरू पाउँदैन नि त। यतैबाट लग्यो भने चाहिँ चिसो पनि पायो अनि आफूले भनेकोहरू सामानहरू पनि पाउँछ क्या, अलिकति चिप्सहरू यताउति भनेको जस्तोहरू। चल्दियो बाहिर चल्दियो। यताको रोड चाहिँ हल्का ठुलो गरेको भए चाहिँ दामी हुन्थ्यो क्या। ल हामी चाहिँ कागेश्वरीमै हो टक्क लाएर। मन्दिर चाहिँ यताबाट जानुपर्ने होइन? कागेश्वरी मन्दिर यता हो नि। कागेश्वरी मन्दिर यता, सिन्धुपाल्चोक ज्याम यता, हाइबुङहरू पनि पुग्छ यताबाट होइन। अब त पाउँदैन नि, अघि नै मुनि लिनुपर्ने हो गागलफेदीमा। अब त्यहाँ माथितिर पायो भने टसङ टसङ। ल मन्दिरको लागि चाहिँ यताबाट छिर्नुपर्छ है हजुरहरू टक्क लगाएर। अब त्यसो भयो कि माथितिर जाँदा हुन्छ, रिसोर्टहरू छ माथि टपमा, भ्यूहरू राम्रो छ। आज चाहिँ हल्का डम्मै रहेछ, त्यति राम्रो भ्यू देखाएको छैन। नत्र भए पानी परेर भोलिपल्टतिर त क्लियर आउँछ क्या। यतानिर छ एउटा रिसोर्ट, उतापट्टि कागेश्वर रिसोर्ट छ, आउँदा हुन्छ टक्क लगाएर। ह्याङआउट गर्नु लागि ठिकै छ, तर मलाई चाहिँ खानेकुरा चाहिँ मिठो लाग्दैन है। फ्याक कुरा त गर्नै पऱ्यो नि होइन। तिर भन्ने जस्तो चाहिँ मलाई लाग्दैन, तर भ्यूको लागि चाहिँ सही नै छ यो एरिया चाहिँ, ठाउँ चाहिँ। टक्क आउने, चिल बियर हानिदिने, बस्ने हो क्या है यो ठाउँमा चाहिँ। शहीद पार्क र ढाप ड्याम यताबाट जान्छ भनेर भन्यो, तर यो बाटो चाहिँ मेरो फर्स्ट टाइम हो है। यताबाट चाहिँ हिँडेको छैन, फेरि मिस्टेकले अर्को ठाउँ पुग्यो भने तनाव भइहाल्यो नि। पार्क होला, त्यही कारण मान्छेले यतानिर डिरेक्सन देखायो होला क्या। खाली चाहिँ खाली छ यार। आज आज त्यति मान्छे आउँदैन होला त्यता, त्यति मान्छे आउँदैन होला क्या। गर्मी पनि सन्डे नै भयो, मान्छेहरू आउँदैन कि। शहीद पार्क चलो, मजा चाहिँ मजा आउँछ यसरी टक्क लाएर, खाली होस् साइड साइडमा टक्क लाएर हरियाली भएपछि हिँड्न पनि मजा आउँछ क्या। कता केटाहरू हरायो, कता रहेछ टोपाहरू। आउँदैछ आउँदैछ केटा हो। यही बाटोमा आइपुग्यो, उताबाट आएको चाहिँ सिधै यताबाट यता आइपुग्थ्यो। हामी चाहिँ उतै घुमेछ क्या पुरै। खासमा उतै अघिको बाटोबाट आएको चाहिँ यता आइपुग्थ्यो क्या, हामी चाहिँ यस्तो आएको थियो क्या। नयाँ बाटो क्या, नयाँ बाटो हिँड्नु पऱ्यो, हिँड्नु पर्छ नयाँ बाटो। ए के हो, कडक कडक कट बनाइदिने हो एकजनालाई यता हो। ल है हिरो हिरोइनहरू रहेछ है। दामी दामी सक्यो पाराले, यसलाई भन्यो होला शहीद पार्क चाहिँ। ओ हिरोहरू आयो है, तामाङ हिरोहरू। अहिले चाहिँ सिजन छ नि त लालीगुराँस उम्रिने, त्यहाँनिर हो यतानिर छ लालीगुराँसै लालीगुराँस छ यतानिर त्यहाँ जस्तो। लालीगुराँस के हो
आउँदैन आउन त आउँछ होइन चिलमा हिँड्नु पऱ्यो नि चितुवा देख्न पऱ्यो नि त हाम्रो भ्लगमा अब लग्यो अब के गर्नु हामी फते दिदिने हुन र हामी फते दिदिनु पऱ्यो नि त पछाडि राखिदिउँ है केटाहरूलाई पछाडि राखिदिने ल्याम्पमा चितुवा आउने बित्तिकै दबाएर भाग्दिने हामी चाहिँ दामी छ नि यस्तो हुनु पऱ्यो कि हिँड्दाखेरि मजा अझै यस्ता नै पिच हुनुपर्ने यस्तो मजा आउँछ कि होइन तर धेरै सुविधा नै खोज्नु हुँदैन होइन हल्का दुःख त हुनुपर्छ क्या मजाको ठाउँतिर पुग्नुको लागि के अनि मजा आउँछ कि अफ रोड छ टक्क लाएर होइन जङ्गल छ लाली गुराँस उम्रिरहेको छ होइन सही हो नि त अब त केटाहरूलाई हामीले प्र्याङ हान्नु लगाएर छ है चितुवा आयो भनेर घुमाएर जानु लागेर होइन फत्ते नै दिने क्या होइन फत्ते दिँदैम ल नासु अलिकति स्पिड गइदिउँ न होइन अलिकति सिर होइन त्यसरी होइन सिरियसली नै भागै भाग माछिन बाकायो भने चितुवा रहेछ यार घुमाउनु है केटाहरू छिटो केटाहरू हाँसेको बोस हाँस्दै रहेछ यार प्र्याङ्क गर्नै पाएन नि यार हाँस्ने होइन क्या चल प्र्याङ्क हान्थ्यो भने बोस हाँस्दै रहेछ यार होइन यस्तो प्र्याङ्क हानेर नि हतन बताऊ भने बसे हाँसेको केटाहरू पनि फर्काएर स्पिड आउँछ भनेर बस्यो क्या सेट चाहिँ अघि नै आएर यता रेस्ट गरिरहेको छु केटाहरू कुरेको यार केटाहरू गाँड फाट्यो होला कहिले नआउने बानी होइन हिँड्ने बानी नै छैन केटाहरू नै ठ्याक्कै आइपुग्यो आत्तिसक्यो केटाहरू कहिले पुग्ने हो भनेर अझै जानुपर्छ तेरो बसिरहेछ यस्तै अफ रोडमा धेरै हिँड्न बानी भएन भने चाहिँ राइडमा हिँड्ने बानी नभएपछि चाहिँ लोते फर्किन्छ अब भरे जाँदाखेरि घरमा पुगेपछि मिठो निन्द्रा लाग्छ केटाहरूलाई अब एक्सर्साइज गरेको जस्तो हुन्छ नि अब आइपुग्नु लाग्यो त्यति टाइम लाग्दैन टक्क लाएर यतिखेर चाहिँ गएर चाइल्ड बियर भनौँ न चिल बियर टक्क लाएर खाएर ढल्केर बस्न चाहिँ मजा आउँथ्यो क्या आफ्नै एउटा गाडी भएको चाहिँ सही हुन्थ्यो झन् त्यो टेन्सन लगेर गएर होइन ढक्क लाएर छेउमा राखेर बस्दाखेरि कम मजा आउँछ गफ गाफ गरियो खानेकुरा किनियो अब यताबाट निस्किनु लागेर चाहिँ हामी टक्क लगाएर ल बाजे अहिले पछि भेटौँला है ल हस् धन्यवाद ल हजुरको पनि हजुर हुन्छ ल बाजे ल अब पछि आउँदै गर्छ हामी अब अहिले हामी केटै केटा आएको छ बाजे होइन केटै केटा आएको छ नेक्स्ट टाइम चाहिँ हामी केटी ल्याएर आउँछु ल बाजे ल धन्यवाद हस् ल मजा आयो तपाईँसँग कुरा गर्दा हुन्छ हस् रमाइलो हुन्छ कि यसरी गफ गफ भन्दा चाहिँ बुढो मान्छेहरूसँग
बुढोको मात्रै छ कि यतानिर अरू छैन क्या माथि र अस्तितिर पहिला के गर्नु पापी पेटको सवाल छ गर्नै पर्यो किनकि त अब टापु आउनु लागिसक्यो हामी 3 किलोमिटर छ त्यहाँ एकछिन बसेर चिल गर्नु पर्यो अनि चिल गरेर अनि निस्किने हामी त्यहाँबाट चाहिँ ढक्क लाएर मुनितिर फाइनल्ली आइपुग्यो गाइस हामी आइपुग्यो यता ल दामी छ आज चाहिँ मान्छे छैन रहेछ त्यति साह्रो उतापट्टि जाने कि यतापट्टि बस्ने उतापट्टि केटाहरूलाई बोलाऊँ न त यसो पर्खेर टक्क लाएर तर पानी घट्या हो क्या अलि दामी 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 फाइनली हामी चाहिँ ढाप ड्याममा टक्क लाएर केटाहरूसँग बसिरहेछ होइन यतानिर आएर अब माछा मार्नको लागि यसो धागो खोजिरहेछ केटाहरूले होइन गनेबाट खोजिरहेछ बसले चाहिँ टक्क लाएर अब आज त्यो अनि डल्फिन मार्नुपर्छ कि होइन हान्दिउँ आज होइन त लान गाह्रो हुन्छ लान गाह्रो डल्फिन लगौँ आधी आधी पारेर पछाडि बोकिहाल्छन् केटाहरूले होइन टक्क लाएर दामी दामी घुम्यो यतानिर नि अब टक्क लाएर घरतिर निस्किनु पर्यो गाई छ मनतिर झर्नु पर्यो ल केटाहरू ब्लगर Let's go. Let's go party tonight. ड्याम सेटै भयो नि त ड्याममा आउँदाखेरि ड्याम सेट ओहो गइदिउँ है लेट्स गो चलो छैया साइक्लिङ गर्दै आएको रहेछ है कडक बाटो आएर चाहिँ हामी सर्टकट बाटो हिँडिरहेको छु होइन च्याप लाएर आधी बाटोबाटै लम्मा छिरेर मूल खड्का निस्किन लागेर बाटो चाहिँ मजाको छ क्या यस्तो खाल्डङ खुल्डुङ चाहिँ छैन भनौँ न ठिकै छ ठुलो चाहिँ धेरै भयो क्या अरू सबै ठिक छ यताको बाटो चाहिँ बाइकमा मात्रै आउँदाखेरि सजिलो हुन्छ यतानिर गाडी चाहिँ आउँदैन यत्रो सानो छ लिएर आउँदाखेरि पनि गाह्रो हुन्छ नि त माथिबाट पनि गाडी आउनु मुनिबाट पनि गाडी आयो भने चाहिँ अड्किन्छ मजाको जङ्गल छ क्या यता चाहिँ कडक यस्तो हुनु पऱ्यो जङ्गल चाहिँ गहिरो वाले क्या अनि मजा आउँछ हिँड्न दामी छ है गाई चाहिँ बाटो चाहिँ दामी छ सबजना आउँदाखेरि यो बाटो आउँदा हुन्छ लाली गुराँसहरू पुरै झरेर छ यार टक्क लगाएर के भयो त्यतिखेर चार्ज कम भएछ साथीहरू ठ्याक्कै अलि मूल खडा आइपुग्यो हामी चोकमा ल भिडियो कल गर्छु ल फेरि बडी बल आइदियो
पस गर्ने नि हो फाइनली सुन्दर जल आइपुग्यो वाक्क लागेर आजको दिन त तनाव बनाइदिरहेछ यतिको राति देखिरहेछ आज चाहिँ मेरो च्याप्प लगाएर बस फर्ममा आइरहेछ औ फु 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 पुग्यो अब टाप ड्याम पनि जान वाक्क बनाइदियो यार ओहो ओहो बाबा बाबुहरू छोडो छोडो अब चाहिँ यसो भिडियो गरिदिनु लागेको च्याप्प लाएर भिडियो गरिदियो छिटो बस छिटो छिटो होइन ठाडो ठाडो भिडियो त हान्न पर्यो दुई तीनवटा टेक लिँदा हुन्छ बस दुई तीनवटा के अर्को चाहिँ जुम गरेर हान्ने त्यसरी क्या फाइनली भिडियो बनाएको ल बसले फेरि कति उयो गर्छ यार भिडियो भयो 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 पुग्यो आजलाई त्यो मै कन्फ्युज हुन्छ क्या धेरै भिडियोहरू हुन्छ नि त अनि कुनवाले बनायो हुन्छ क्या दिइरहेछ पाराले हानिदिइरहेछ कडा ए सरी म भिडियो नि एउटा मात्रै हानेको हुन्थेन हानेको हाने यार क्यामेरा